मधुमेह भएका धेरैजना बिरामीहरूको खाली पेटको सुगर चाहिँ नर्मली आउने तर खाना खाएको 2 घण्टा पछि वा पीपी सुगर चाहिँ बढेर आउने समस्या हुन्छ। यो चाहिँ पेनक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगरेर भएको हो। हामीले खाना खाइसकेपछि शरीरमा सुगरको मात्रा बढ्छ, त्यसलाई कन्ट्रोल गर्नको लागि पेनक्रियाजले इन्सुलिनको उत्पादन पनि बढाउनु पर्ने हुन्छ र त्यो इन्सुलिनले सुगरलाई लगेर आफ्नो मांसपेशी र लिभरमा लगेर जम्मा गरिदिन्छ र ब्लडमा सुगरको मात्रा घट्छ। अब पेनक्रियाजले इन्सुलिन उत्पादन गर्न सकेन भने त्यो सुगर चाहिँ ब्लडमै जम्मा भएर बसिरहन्छ र खाना खाइसकेपछिको सुगर नाप्दा चाहिँ बढी आउँछ। यसलाई कन्ट्रोल गर्ने 4 मुख्य उपायहरू छन्। पहिलो उपाय भनेको चाहिँ हाम्रो खानपिन। हाम्रो खानामा चाहिँ कार्बोहाइड्रेटको मात्रालाई घटाउनु पर्ने हुन्छ। भात वा रोटीको मात्रामा कटौती गर्नुपर्छ। रोटी खाइँदैछ भने हाम्रो कार्बोहाइड्रेटको स्रोत भएको आटा जस्तै कोदो, फापर वा गहुँको आटा वा मिलेटको आटा सँगसँगै प्रोटिनको स्रोत भएको आटा जस्तै चनाको आटा वा कोकोनट पाउडर वा बदाम पाउडर वा सोयाबिन पाउडरहरू पनि मिक्स गर्यो भने कार्बोहाइड्रेटको प्रपोर्सन चाहिँ घट्छ र प्रोटिनको प्रपोर्सन बढ्छ। यसरी चाहिँ सुगर स्पाइक हुन पाउँदैन। दोस्रो उपाय भनेको चाहिँ एक्सर्साइज। खाना खाएको पौने 2 घण्टा जस्तो भइसकेपछि चाहिँ केही एन्टी ग्राभिटी एक्सर्साइज जस्तै सिँढीमाथि चढ्ने तल ओर्लिने एक्सर्साइज वा नाइट्रिक अक्साइड डम्प एक्सर्साइज वा सोलियस पम्प एक्सर्साइज गर्यो भने यो मांसपेशीहरू एक्टिभेट हुन्छन् र तिनीहरूले चाहिँ ब्लडको सुगरलाई आफ्नो तर्फ सोच्छन् र ब्लडमा सुगरको मात्रा चाहिँ कन्ट्रोल हुन्छ। तेस्रो उपाय भनेको केही दबाईहरू हो। जस्तै हाम्रो सुगरको बिरामीहरूलाई दिइने दबाईहरूमध्ये केही दबाई चाहिँ यस्ता हुन्छन् जो खास गरी खाना खाइसकेपछिको सुगरलाई कन्ट्रोल गर्ने हुन्छन्। त्यस्तो दबाईहरू प्रयोग गर्यो भने पनि खाना खाइसकेपछिको सुगर कन्ट्रोल गर्न सकिन्छ। चौथो उपाय भनेको चाहिँ खाना बिस्तारै चपाएर खाने वा टाइम लिएर खाने। त्यसो गर्दाखेरि हामीले खाएको खाना एकैचोटि वात्तै ब्लडमा पुग्दैन, बिस्तारै पुग्ने भएको हुनाले सुगर कन्ट्रोल हुन्छ। र अर्को भनेको बिस्तारै चपाएर खाँदा चाहिँ हाम्रो आन्द्राबाट विभिन्न गट हर्मोनहरू पनि रिलिज हुन्छन्, तिनीहरूले पनि सुगरलाई स्पाइक हुन दिँदैनन्। साथसाथै आफ्नो खानामा चाहिँ फाइबर जस्तै साग र सलादको मात्रालाई बढायो भने पनि त्यसले पनि सुगरलाई स्पाइक हुन दिँदैन र हाम्रो पीपी सुगर कन्ट्रोल हुन्छ।